नमस्कार मित्रहरू। यस समय तपाईँलाई मैले मेरो श्रीमतीले छोडेर गएको 2 वर्ष पछाडि मैले यो श्रीमती छोडेर जानुको कारणको मेरो वास्तविकताहरू मैले लेखेर राखेको थिएँ र मैले ती कथालाई ज्यामिनीलाई मैले वाचन गर्नको लागि मैले दिएको थिएँ। उहाँले मेरो कथा वाचन गरिदिनु भएको छ। त्यही भएर त्यो कथा राम्ररी सुनेर तपाईँहरूले मलाई कस्तो लाग्छ त्यसो कमेन्ट गर्नुहोला। अबको भिडियोतर्फ है त हामी। अधुरो यात्रा, लेखक गोपी मिजार। यो कथा विसम्बत 2037 साल साउन 16 गते मङ्गलबारबाट सुरु हुन्छ, जुन दिन मेरो जन्म भएको थियो। संयोग कस्तो भने ठ्याक्कै त्यही मिति र त्यही बार पारेर 2 वर्ष अगाडि मैले आफ्नो जन्मदिनकै अवसरमा सुनिता परियारसँग इन्द्रेणीबाट विवाह गरेको थिएँ। एकातिर जन्मदिनको खुसी थियो, अर्कोतिर नयाँ जीवनको उमङ्ग। तर मलाई के थाहा, जसलाई मैले जीवनभर साथ दिने वाचा गरेर भित्र्याएको थिएँ, उनैले मलाई गहिरो चोट दिएर जानेछिन्। सहयोगको हात र षड्यन्त्रको जालो। मेरो कथा केवल एउटा वैवाहिक सम्बन्धको टुटाइ मात्र होइन, यो त निस्वार्थ सेवा र त्यसको बदलामा पाएको धोकाको कथा हो। सुनिताकी आमा, मेरी सासू, इन्डियाको हिमाचलमा 7 वर्षदेखि बन्धक जस्तै भएर बसेकी थिइन्। एउटा असल श्रीमान र छोराको धर्म निभाउँदै मैले आफ्नै पहलमा मिडिया र सन्तोष देउजा जस्ता व्यक्तित्वहरूको सहयोग लिएर उनलाई उद्धार गरेँ। 8,000 मा आफ्नो घुम्ती घर बेचेर कोहलपुरसम्म पुगेर अनेक हन्डर खाँदै सासू आमालाई नेपाल ल्याएँ। मैले सोचेको थिएँ अब हाम्रो परिवार पूर्ण भयो। तर विडम्बना, जुन आमालाई मैले उद्धार गरेर ल्याएँ, उनैले मेरो घर उजाड्ने योजना बुन्न थालिन्। त्यो रात र बदलिएको व्यवहार, सुनिताको व्यवहार बिस्तारै बदलिँदै गयो। आमा छोरी मिलेर मलाई मानसिक रूपमा टाढा बनाउने खेल सुरु भयो। एउटै कोठामा बस्दा पनि सुनिता मभन्दा टाढा आमासँग सुत्न थालिन्। एक रातको कुरा हो, करिब 1:20 बजे सुनिताको सट्टा सासू आमा मेरो ओछ्यानमा आउनुभयो। त्यो घटनाले मलाई झस्कायो। म कुनै पापको भागीदार बन्न चाहन्नथेँ। जब मैले प्रतिरोध गरेँ, तब सासू आमाले मलाई धम्काउन थाल्नुभयो। एकचोटि मौका दिएनौ भने सुनितालाई लिएर जान्छु। आफ्नो मर्यादा जोगाउन खोज्दा मैले उल्टै आरोप र तिरस्कार खेप्नु पर्यो। सासूले मलाई भन्नुभयो, त भिख मागेर पालिएको मान्छे होस्, मेरो खुट्टा मुनिको धुलो जस्तो होस्। अन्ततः बिछोड आमा र छोरीको योजना सफल भयो। 2078 चैत 19 गते सुनिताले मलाई सधैँको लागि छाडेर गइन्। उनले मिडियामा सुख दुःखमा साथ दिन्छु भनेर बोलेका कुराहरू केवल एउटा नाटक मात्र रहेछन्। पैसा, महल र विलासी जीवनको लोभमा उनले मेरो निस्वार्थ माया र सङ्घर्षलाई कुल्चेर हिँडिन्। म आज एक्लै छु, तर मेरो मन सफा छ। मैले कसैको नराम्रो गरिन। कसैलाई बन्धनबाट मुक्त गराउन आफ्नो सर्वस्व दिएँ, तर बदलामा आफ्नै घर उजाडियो। यो मेरो जीवनको एउटा यस्तो दुर्घटना हो जसले मलाई मान्छे चिन्न सिकाएको छ। गोपीजी, तपाईको यो कथा एकदमै भावुक छ। एउटा इमान्दार मान्छेले समाज र परिवारका लागि गर्दै पनि कसरी धोका पाउँछ भन्ने यसले प्रश्न पार्छ। तपाईको यो भोगाईलाई भिडियोको रूपमा वाचन गर्दा यसले धेरैलाई सन्देश पनि दिनेछ। तपाईँ लाग्दो कुरा त के थियो भने, सासू आमाले पर्दा पछाडिबाट बुनेका हरेक जाल र मलाई सिद्ध्याउन गरिएका A to Z योजनाहरू मलाई पहिल्यै थाहा थियो। उनीहरूले के गर्दैछन् र के गर्न खोज्दैछन् भन्ने कुराको पूर्ण जानकारी हुँदाहुँदै पनि मैले चुपचाप सहेर बसेँ। मैले सबै कुरा लुकाएँ, केवल एउटै आशामा कि सायद मेरो घर जोगिन्छ कि सायद उनीहरूको मन बदलिन्छ कि। तर अफसोस, मेरो उदारतालाई उनीहरूले मेरो कमजोरी ठाने। जे हुनु थियो त्यो भयो। आज म ती सबै तितो अनुभवहरूलाई एउटा नमिठो सपना सम्झिएर विदा गर्न चाहन्छु। जसले मलाई यो अवस्थामा पुर्याए, उनीहरूलाई मेरो तर्फबाट कुनै गुनासो छैन। तर होस्, शुभकामना। ल, कथा त पढिहाल्नु हो, सुनिहाल्नु हो। अब यो मेरो कथा पढिसकेपछि तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नुहोस् भन्न चाहन्छु। हस्त, नमस्ते।